ददामि मृगवज्वलः। अब शिवजीले पनि के गर्नुभयो पानी ग्रहण गर्नुभयो। पानी भनेको हात कसको सतीदेवीको हात ग्रहण गर्नुभयो र यहाँ वैवाहिक विधिले विवाहको कार्य सम्पूर्ण भयो र शंकर भोले बाबा प्रसन्न हुनुभयो। शिवा शिवौ प्रसन्न हुन्छ निखिलम मङ्गलालयम। शिवा शिवौ शिवा भनेको पार्वती सती र शिवौ भनेको सदाशिव। दुईजनै प्रफुल्ल भए खुसी भए र अब के हुन्छ अब बिदाबारीको तयारी हुन्छ। बिदाबारीको तयारी भएपछि अब सती मातालाई भोले बाबाले कैलाश लिएर जानुहुन्छ। आफ्नो घर के छ कैलाशमा झोपडी छ त्यो झोपडीमा राखिदिनुहुन्छ र आफू ध्यानमा बस्नुहुन्छ। ध्यानबाट बिर्सिनुहुन्न। हेर्नुहोस् न अब उता सती मातालाई भोक लाग्यो कि तिर्खा लाग्यो कसले खोजी गर्ने कोही नै छैन। लगेर घरमा पुर्याउनु भयो आफू तपस्या गर्न बस्नुभयो। अब कसो गर्ने कथनचित भोले बाबा ध्यान सकेर ध्यानबाट उठ्नुभयो हो। ध्यानबाट उठ्नुभयो र माता सतीलाई सोध्नुहुन्छ आहा तिमीलाई मैले ल्याएर यहाँ छोडेँ नि के खायौ? घरमा त केही पनि थिएन। म त हो भात धतुरो खाने म स्यानमा बस्ने सर्पको माला गहना लगाउने इत्यादि मात्रै हो। केही पनि खान पाइन होला। आऊ अब यता जाउँ भनेर भएको झोपडी पनि भगवान् शङ्करले लाप्तीले भत्काइदिन खोज्नुहुन्छ। माता सती भन्नुहुन्छ घर त भत्काउनु हुँदैन बनाउन सकिँदैन। भोले बाबाले जबरजस्ती भत्काइदिनुहुन्छ र रङ्गमहल माता सतीलाई देखाइदिनुहुन्छ। सती आनन्दले कैलाशपुरीमा रमण गर्नुहुन्छ। एक दिन के हुन्छ धेरै समय बितेर गएपछि के हुन्छ भने 10 दिक्पालहरू विमानबाट सुर उता दक्षका घरतिर गएको माता सतीले देख्नुहुन्छ हो। तर त्यसैका माझमा अब दक्षले शिवलाई देख्न पनि सक्दैन। त्यसका रिसले पूर्वकालमा प्रयागमा एकत्रित भएर प्रजापतिले एउटा ठुलो यज्ञ गरेको थियो। त्यो यज्ञमा शिवजीलाई बोलाएको थिएन हो किन अनादर गरेको थियो। एउटा सभामा अनादर गरेको थियो। कसलाई भन्दा शिवजीलाई। सभाका बिचमा ठुला मान्छे आउँदा उठेर नमस्कार गर्नुपर्छ। त्यस्तै एउटा सभामा दक्ष प्रजापति आउनुभयो सबैले उठेर नमस्कार गरे तर शिवजीले गर्नु भएन हो। भन्नु त शङ्कर भोले बाबाको त्यतिखेर दक्षलाई रिस उठ्यो। किन सबैले नमन गरे यो मेरो ज्वाइँ भएर पनि मलाई नमस्कार गरेन। कस्तो अधम रहेछ हो कस्तो मूर्ख रहेछ मनुष्यको जस्तो बेहोरा भएको भनेर धेरै गाली गर्नुभयो। यसलाई आजदेखि यज्ञको भाग पनि नदिने केही पनि नदिने भनेर दक्ष प्रजापतिले शिवमाथि शिवद्वेष गरेको थियो। त्यसैले गर्दा आफ्नो घरमा जुन यज्ञ गर्नुभयो यहाँ दक्षलाई बोलाउनु भएन र दक्षद्वारा महान यज्ञको प्रारम्भ हुन्छ। यहाँ बोलाउनु जब हुन्न सबैतिरबाट आउँछन् ऋषि मुनिहरू। त्यहाँ भएका एकजना मुनि हुनुहुन्थ्यो को भने दधिची। दधिची मुनिका अस्ति जुन हड्डी हुन् नि वज्रका जस्ता थिए बलिया। त्यसैले गर्दा इन्द्रले पछाडि वज्र बनाउनु भएको दधिची मुनिका अस्थिबाट हड्डीबाट। र त्यस्ता परम प्रतापी दधिची मुनिले दक्षलाई भन्नुभयो यो यज्ञमा शिवलाई भाग दिनुपर्छ होइन भने यज्ञ पूर्ण हुँदैन। भन्दा पनि दक्षले दिनु भएन कुनै प्रकारले दिनु
भएन शिवजीलाई बोलाउनु भएन तर उता विमानबाट सम्पूर्ण दक्षका यज्ञमा गइरहेका छन् सती भन्नुहुन्छ हो ए सती हो तिमीहरू त जाँदैछौ म त बोलाएको छैन त कहाँ के छ भन्दा तिम्रा घरमा ठुलो यज्ञ छ बाबुका घरमा यज्ञ छ छोरीलाई नबोलाएको कस्तो कुरो हो र अब त्यहाँ चन्द्रदेवले पनि भन्दछन् दक्षका जान लागेका हामी र त्यस पछाडि दक्ष पुत्री सती देवी आफ्नी सखी जया विजयालाई बसाएर शीघ्र शिवका जानका लागि शिवसँग भित्ति गर्नुहुन्छ हे प्रभु पिताजीका घरमा यज्ञ हुँदैछ हामीलाई बोलाउन भुले क्या र जान दिनुहोस् न म जान्छु शिव भन्नुहुन्छ नबोलाएका ठाउँमा कहिल्यै पनि जानु हुँदैन जहाँ आफ्नो सम्मान हुँदैन त्यहाँ जानु हुँदैन नबोलाएका ठाउँमा कहिल्यै जानु हुँदैन नखानु पर्ने कुरा कोही ठाउँमा गएर खानु पनि हुँदैन र त्यस्तो प्रकारको विघ्न आउन सक्दछ त्यसैले गर्दा तिमी मुन्न पराएकी छोरी म मुन्न पराएको ज्वाइँ बोलाएनौँ त भइगयो हामी नजाउँ त्यहाँ नजाँदा हाम्रो केही नोक्सान हुने होइन भनेर बारम्बार शङ्कर भोले बाबा सतीलाई सम्झाउनुहुन्छ तर अब माइत जानु भनेपछि त 12वटा बुटा माग्छन् अरे नि त कसले सुन्छ कुरा होइन माइत जान घरबाट माइत जान एकखेप मात्रै कसैले जा भनेको हुनुपर्छ बरु थोत्रै साडी लगाएर भए पनि पुग्छु किनभने किन हुन्छ solo satu. Apa ini itu? Solo satu buat. Beli itu. Belakang itu kan. र अब शिवजी भन्नुहुन्छ जो व्यक्ति नबोलाइकन नै अर्काको घर जान्छ त्यसले त्यहाँ आदर पाउँदैन अनादर पाउँछ जुन मृत्युभन्दा पनि कष्टदायक छ र नबोलाइकन जानै हुँदैन लघुता मात्र प्राप्त हुन्छ अरू कुरा नै के हो यस्तो यात्रा अनर्थको कारण बन्न सक्दछ यसैले तिमी विशेष गरेर जाने चेष्टा नगर भनेर महादेव बारम्बार त्यहाँमाथि माता सती भगवान शङ्करलाई भन्नुहुन्छ म मात्रै होइन त हजुर पनि जानुपर्छ जाउँ न ससुरालाई जान नि बोलाइरहनु पर्छ मेरा माइत जान नि मलाई बोलाइरहनु पर्छ माता पिताको घरमा जाउँ न र जहाँ तपाईँ नगइकन त्यहाँको यज्ञ पूर्ण हुँदैन त्यहाँ तपाईँ जानुहुन्न र मेरा पिताले नबोलाएको होइन बोलाउँदा बोलाउँदा धेरैजनामा बिर्सिएको भुलिएको जाउँ न भन्नुहुन्छ तर शिवमा जान मान्नुहुन्न र यस्ता प्रकारले अब सती नगई नछोड्ने भनेर पिताका यज्ञमा जान तयार हुनुभयो भोले बाबाले कुरो बुझ्नुभयो के भयो भूषिता समारोयात्युक्त रौद्रेण सा सती सीता सती युक्ता यगमत पितृमन्दिरम् महाराजोपचाराणि दत्तानि परमात्मनः शुच्छत्वा चामरादीनि सद्वस्त्राभरणानि च
अब जानै पर्यो। जाने भनेपछि त अब मैले पठाउनै पर्यो के गर्नु भनेर नन्दी भृङ्गीलाई आज्ञा दिनुभयो, तिमी भूत प्रेत पिशाचगण लिएर जाऊ, पुगेर आऊ न त भनेर शङ्कर भोले बाबाले बिदा दिनुहुन्छ। र जगन्नाथको यात्रा कालमा सब प्रकारले शोभा भइरहेको हुन्छ कैलाशमा, किनभने माता जाने बेला भयो। शिवजीको मनमा नराम्रो लागे पनि अरूले त बुझ्दैनन्, उनीहरू आनन्द मनाइरहेका छन्। र दाक्षायणी गता तत्र यत्र यज्ञो महाप्रभु सुरासुरं निद्रिच कुतूहल समान्वितः। त्यहाँ सतीले आफ्ना पिताको भावनालाई देख्नुभयो, जुन कर्म गरेको थियो। देवी सती त्यो जुन भवनको द्वार थियो त्यो द्वारमा पुग्नुभयो र सतीलाई आउनु भएको देखेर पनि दक्षले बस पनि भन्नु भएन। दिदी बहिनी पनि राम्ररी बोलेन। धेरैजना दिदी बहिनी 7वटी 8वटी दिदी बहिनी छन् र त्यसभित्रमा एउटी दिदी वा एउटी बहिनी गरिबका घरमा परिछ भने के हुन्छ भने ती दिदी बहिनीहरू त्यसलाई साह्रै याद गर्दैनन्। मैले देखेको प्रमाण चाहिँ हाम्रै गाउँमा कतिपय धनी घरमा छन्, कतिपय गरिब घरमा छन्। अनि त्यहाँ उत्सव हुँदाखेरि पुरोहित म जान्छु कि धनी दिदी बहिनी त्यो धनी ज्वाइँ आएको छ भने कस्तो सम्मान छ त्यही घरमा त्यसैको साडुका जेठी सासुवा साली आएका छन् भने, गरिब छन् भने त्यहाँ छैन, जिरो सम्मान, जिरो। त्यसैले गर्दा सम्मानका लागि के हुनुपर्छ, ससुराली नि आफू बराबरीको हुनुपर्छ हो। साडु दाजु साडु भाइ पनि भइसके बराबरीका हुनुपर्छ। आफू गरिब परियो भने चाहिँ त्यहाँ जानु हुँदैन है। यी हेर्नु त शिवजीको हालत के भयो। अब उनीहरू धनी धनी थिए, यता सतीमा महारानी गरिब हुनुहुन्थ्यो, त्यसैले गर्दा उता फेरि करले दिएको ब्रह्मा विष्णु 33 कोटी देवताहरूको चेपारामा परेर करले दिएको, मुन्न पराई दिएको ज्वाइँ। त्यसले गर्दा अब मुन परेकै छैन कतै पनि। र अब यसो माताले चाहिँ देख्नुभयो है, गरिब होस् धनी होस् भोको होस् दुखी होस् दरिद्री होस् जस्तै होस्, के हो माता चाहिँ माता हुनुहुन्छ। किनभने माताले कहिल्यै छोराछोरीलाई यो धनी छ यो गरिब छ यसलाई राम्रो गर्नुपर्छ यसलाई नराम्रो गर्नुपर्छ त्यो पङ्क्तिभेद नगर्ने वस्तु के हो, त्यो शब्द के हो, गङ्गा माता आमा। पङ्क्तिभेद नगर्ने, घरमा कसैलाई नछुट्याउने, यो जेठो छोरो यस्तै राम्रो, माइलो छोरो यस्तो, साइलो छोरो यस्तो, कसैलाई नछुट्याएर बराबरी गर्ने चाहिँ आमा। अरूले चाहिँ त्यति गर्दैन। दाजुभाइ दिदी बहिनीको त अलिअलि हुन्छ हो। र अब दिदी बहिनी पनि राम्ररी बोलेनन्। अब माता चाहिँ ए छोरी आइस, माताले बुझाएर भन्नुभयो मुन नपरेका ज्वाइँ, त्यसैले गर्दा अनादर गर्नुभयो। तेरा पिताजीले बोलाउनु भएन, त आइछस् तर त्यता नजा, तँलाई केही भन्ला चित्त दुख्ला, तँ यहीँ बस एकछिन मेरा छेउमा, अन्तमा तँ बिदा भएर जानु, त्यता नजानु भन्नुहुन्छ। तर अब छोरीको मन कहाँ मान्छ, कसै गर्दा मान्दैन। हे विष्णु त्वं महादेवं किं न जानामि सत्तत सगुणं निर्गुणं चापि श्रुतयोऽयं वदन्ति यद्यपि त्वं करं दत्त्वा बाहुपारमहेश्वर अशिक्षया पुरा सर्व प्रमुखाकृतिभिररे। सती भन्नुहुन्छ जसलाई सगुण निर्गुण मानेको छ, संसारले मानेको छ, सबैका मालिक देवका देव महादेव जो छन्, त्यो नभए यो कार्य कसरी सिद्धि हुन्छ। र विष्णुलाई भन्नुहुन्छ हे विष्णु, पूर्वकालमा शिवले शिवरूपद्वारा तपाईँका शिरमा हात राखेर कतिपल्ट शिक्षा दिनुभएको थियो। आज तपाईँले शिव बेगरै यत्रो यज्ञ सफल तुल्याउन लाग्नुभयो, यो कसरी हुन सक्दछ।
र के तपाईँ शङ्करको पराक्रमलाई जान्नुहुन्न, शङ्करको शक्तिलाई तपाईँ चिन्नुहुन्न भनेर माता सती बारम्बार भन्नुहुन्छ। म आएँ, कति हेला भएँ, एउटै बाबु एउटै आमाकी छोरी म पनि सबैभन्दा जेठी हुँ, तर आज यही घरमा मेरो अनादर भयो, मेरा पतिको अनादर भयो। मसँग कोही राम्ररी बोल्दैनन्। के म तपाईँकी छोरी होइन? म तिमीहरूकी दिदी होइन? हामी सँगै खेल्यौँ, सँगै हुर्क्यौँ, यही घरमा बस्यौँ, यही घरमा ठुला भयौँ। आज तिमीहरू मसित नबोल्ने, मलाई यति हेला गर्यौ तिमीहरूले। दिदी बहिनीलाई भन्नुहुन्छ, पितालाई भन्नुहुन्छ, म तपाईँकी छोरी होइन, किन यति हेला गर्नुभयो? किन यसो गर्नुभयो? अहिले पनि केही बिग्रिएको छैन। भोले बाबालाई तुरुन्त निम्तो पठाउनुहोस्, आइहाल्नुहुन्छ र तपाईँको यज्ञ पनि सम्पूर्ण हुन्छ। दक्ष उवाच तब किं बहुनोक्तेन कार्यं नास्ति साम्प्रता गच्छ वा तिष्ठ वा भद्रे कस्मात् त्वमि समागतः। दक्ष के भन्छन्, हे देवी तिमीले जति नै भने पनि फाइदा छैन, ए छोरी भनेर लाभ छैन। तै नआएकी भए हुन्थ्यो, बेकारमा आए, तिमी जाऊ, तिम्रो यहाँ काम छैन, गइहाल हो। किनभने यहाँ गम्यते बुझै गइहाल, यहाँ काम छैन। छोरीलाई पनि बिदा गरिदिए दक्ष प्रजापतिले जानु भनेर। र अरू भन्छन्, के भन्छन् त्यहाँ भनेदेखि अमङ्गलस्तु ए भर्ता शिव सौगम्यते बुधै। अमङ्गलको कारण हो तिम्रो स्वामी त हो, त्यो भएका ठाउँमा कहिल्यै मङ्गल हुँदैन। अकुलिलो अलक्षिणी हो, ब्रह्ममा वायु ब्राह्मणलाई मुन नपराउने हो। भूत प्रेत पिशाचराट, भूत प्रेत सँगै लिएर हिँड्ने हो, श्मशानमा बस्ने, खरानी घस्ने, जट्टा जुट इत्यादि लाउने, इत्यादि इत्यादि भनेर धेरै प्रकारले के गर्छन्, तिरस्कार गर्दछन्। त्यहाँ पनि सती महारानी भन्नुहुन्छ, यो निन्दति महादेवं निन्दमानं शृणोति वा तावो नरको यातौ यावच्चन्द्र दिवाकरौ। जसले महादेवको निन्दा गर्छ नि, उहाँ भएको महादेवको भइरहेको निन्दालाई जसले सुन्छ, ती दुवै के हुन्छन्, भएर जबसम्म चन्द्र सूर्य रहन्छन् त्यति समयसम्म नरकमा पर्दछन्। र हे बुबा त्यसो नगर्न चाहिँ उचित थिएन। र सती माता भन्नुहुन्छ, तस्मात् क्षम्यहं देहं प्रवेक्ष्यामि हुतासनं किं जीवितेन मे तात शृण्वन्त्यानादरां प्रभु। हे पिताजी, म अब अग्निमा प्रवेश गर्नेछु र यो शरीरलाई त्यागिदिनेछु। यो हित भएको शरीर म राख्न चाहन्न भनेर माता भन्नुहुन्छ। यदि समर्थ छ भने स्वयं त्यसले यत्न गरी शम्भुको निन्दा गर्न छोडिदिनुहोस्। र सतीले भन्नुहुन्छ पितालाई, शङ्करको निन्दक जो हो त्यो अत्यन्त पापी हुन्छ, त्यसले दुःख भोग्नु पर्दछ र तपाईँले पनि साह्रै दुःख भोग्नु पर्नेछ भनेर सती महारानीले बारम्बार पिताजीलाई तिरस्कार गर्नुहुन्छ, भन्नुहुन्छ। र अब दक्षले कति भन्छन् हो, कति भन्छन्, किनभने मुन नपरेको जुवाई भन्दा भन्दै सतीलाई कुनै प्रकारले भने सच्याउँदैन। हरि ओम अपहता असुरा रचागुंसी वेदी कदा। के हुन्छ, त्यहाँबाट सती जुरुक्क उठ्नुहुन्छ, वरिपरि हेर्नुहुन्छ, घुम्नुहुन्छ। किनभने अब ऋषको सीमा जुन छ त्यो सीमा पार भइसक्यो।
मुनिश्रेष्ठ भनेर भन्नुहुन्छ उहाँको निष्पाप शरीर योगाग्निमा खस्यो उहाँको चर्चा योगाग्निबाट चलेर त्यसै क्षण भस्म भयो। किनभने अब शरीर त आगामा हाल्नु भनेर यज्ञकुण्डमा त हाल्नु परेन। योगाग्नि भनेपछि बसेर आफ्ना योग अग्निलाई बोलाएपछि शरीरमा सतीमाताको अग्नि प्रकट हुन्छ र त्यही अग्निले सतीलाई सतीको प्राण लगिदिन्छ। तर शरीरलाई केही पनि गर्दैन। किन गर्दैन भने अग्निदेवलाई डर लाग्छ। शरीर डढाइदिए भने शरीर डढाइदिएन भने त शिवले फेरि सतीलाई बचाउनु हुने हो कि डढाइदिए भने त रहँदैन केही पनि, सबै भस्म हुन्छ। अग्निले डढाउनु भएन, शरीरलाई राखिदिनु भयो। अब सधैँ शम्भुका प्यारी भएर सतीदेवीको त्यस्तो हाल भएपछि ती त्यहाँ भएका भूत प्रेत प्रेत मसान देशानहरू नन्दी भृगीहरू हाहाकार गर्न लागे, कराउन लागे। हो के भन्न लागे अब के हुने हो? सती नै जगतकी माता हुन्, भगवान विष्णुकी पनि माता हुन् र चन्द्र सूर्य अग्नि एवं सूर्य आदिकी जननी मानिने यी माता अब यसो भएपछि अब के हुन्छ? र दक्ष प्रजापतिलाई आकाशवाणी पनि हुन लाग्यो। र यसै उसमा नारद मुनि भन्नुहुन्छ, कसलाई भने ब्रह्माजीसँग भन्नुहुन्छ, आकाशवाणी सुनेर अज्ञानी बच्चाले के गरे, अन्त्य उपस्थित व्यक्तिहरूले के गरे, त्यसपछि के भयो त्यसलाई सम्पूर्ण सुनाइदिनुहोस् भनेर व्याख्यान गर्दाखेरि ब्रह्माजी सम्पूर्ण कुरो भन्नुहुन्छ। के भन्नुहुन्छ? अब त्यस पछाडि के भयो? सतीदेवीले प्राण त्यागिदिनु भयो। त्यागे पछाडि के भयो भन्दा गणहरू त्यहाँबाट देव देव महादेव पाहिमा शरणागता श्रीमन्ता दर्दो नाथ सतीवार्तांश विस्तरात् त्राय भए भगवान शंकरको ध्यान गर्न थाले, भक्ति गर्न थाले, भन्न थाले देव देव महादेव हो अब रक्षा गर्नुहोस्, हाम्रो रक्षा गर्नुहोस्। दक्ष प्रजापतिका यज्ञमा माताले प्राण त्याग्नु भयो, अब दक्षले हामीलाई के गर्ने हो? त्यसो भन्दै 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 उनीहरू कैलाश पुगे। कैलाश पुगेर जब रुन कराउन थाले प्रभु महादेवका अगाडि, प्रभुलाई विश्वास भएन। तत्क्षणात् के गर्नु? सदाशिवले फोन गर्नुभयो। फोन गर्नुको मतलब बुझ्नुभयो? त्यतिखेर मोबाइल थिएन नि, नारद मुनिलाई स्मरण गर्नुभयो। कैलाशवासी शङ्कर भोले बाबाको अल्छी पाराले भन्नुभयो, तैपनि जे होस् भोक लागेको होला। तर अब यहाँ कथा सकेपछि केही त लिएर जानुपर्छ, कथाहरू मनमा राख्नुपर्छ। अनि आफूले त्यसरी नै घरमा पनि त्यो सम्झिरहनु पर्दछ। जाने बेलामा फेरि अलिकति प्रसाद ग्रहण नगरिकन गयो भने पनि कथा फेरि जाँदैन। यो गुरुजीले भनेको बाणी जुन छ त्यो प्रसादले सुनेको छ। त्यो प्रसाद हामी जब ग्रहण गर्छौँ हाम्रो उदरमा जान्छ हो, त्यता पनि हाम्रो कल्याण छ नि। फेरि पुराणमा आएपछि हाम्रो नोक्सान कतै पनि छैन, लाभै लाभ छ। हेर्नुहोस् त अब के भयो? अब एकजनाले अर्थात् दक्ष प्रजापतिले मारेकै टुङ्गो लाग्यो नि। किनभने उसले शिव निन्दा नगर्थे भने सतीले प्राण त्याग्ने थिएनन्। शिवजीलाई अब साह्रै रिस उठ्यो, जटा उखेल्नु भयो, भुइँमा पछार्नु भयो। उत्पत्ति भयो, हल्लिन थाल्यो, बच्चाउन थाल्यो, फेरि अर्का जटा निकाल्नु भयो, फेरि पनि पछार्नु भयो। त्यहाँ महाकालीको उत्पत्ति भयो। ऊ पनि हाहा र हुरु गर्दै जटा नाच्न लागे। वीरभद्र महाकाली के भए? तत्पर भए युद्धका लागि र भगवानसँग आराधना गर्न थाले। हे प्रभु, हामीलाई किन बोलाउनु भयो भनेर भगवानको आराधना गर्न लागे। हे प्रभु, हामीलाई किन बोलाउनु भयो? हामीको कार्य के हो भनेर भन्छ।
नाही 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 मन में दीवाना हो संभोगा मुझे भूलना मुझे